हेलो दर्शन अनि नमस्कार, इट्स मी सूर्य डेली ब्लग। वेलकम ब्याक टु माई युट्युब च्यानल सूर्य राई। तपाईँहरूलाई स्वागत छ। तपाईँहरू के गर्दै हुनुहुन्छ? आराम कुशलै हुनुहुन्छ होला। म पनि यति बेला आराम कुशलै छु भन्दाखेरि पनि तपाईँहरूले हेर्न सक्नुहुनेछ। प्रिय दर्शकहरू, मेरो भ्युवर्सहरू सबैजनाले हेर्न सक्नुहुनेछ। हामी चाहिँ यति बेला चाहिँ खुदाइ गरिरहेको, खुदाइ भन्दा पनि नेपालीमा के भनिन्छ, खन्दै गरेका छौँ हामीहरू यति बेला। अलिकति मेरो भाषा स्पष्ट नभएको कारणले गर्दाखेरि केही शब्दहरू मिस्टेक हुनसक्छ। मेरो भ्युवर्सहरूलाई म भन्न चाहन्छु, हाम्रो डेली भ्लगमा भनेको चाहिँ यस्तै छ है। यहाँ अलिकति भत्किएको रहेछ, हामी यसलाई चाहिँ रिपेयरिङ गर्न गइरहेका छौँ कन्टिन्यू। म तपाईँहरूलाई चाहिँ देखाइ नै रहनेछु। प्रिय साथीहरू, यदि कोही नयाँ हुनुहुन्छ भने मेरो च्यानलमा ती सबै मेरो भ्युवर्सहरूलाई भन्न चाहन्छु, कृपया प्लिज अनि यो मेरो ब्लगलाई सब्सक्राइब गरिदिनु होला र कमेन्ट गर्नुहोला। को कताबाट हेर्दै हुनुहुन्छ मेरो च्यानललाई कमेन्ट बक्समा म तपाईँहरूको इन्तजार गरिरहनेछु। र म यहाँ अलिकति एउटा डिस्प्ले देखाउनेछु, फेसबुक पेज तपाईँहरूले हेर्न सक्नुहुनेछ, सूर्य राई भनेर यहाँ लेखिएको छ है, त्यसलाई पनि फलो गर्नुहोला। अनि मेरो यो युट्युब च्यानल म यहाँ लिङ्क राखिदिनेछु, लिङ्क डिस्क्रिप्सनमा हुनेछ है। म यहाँ पेज म तपाईँलाई देखाउनेछु, त्यो पेजमा गएर तपाईँले सब्सक्राइब गर्नुहोला, लाइक कमेन्ट सेयर अवश्य गर्नुहोला। थ्याङ्क यू सो मच। ल साथीहरू, हेर्नु होला, हामी कन्टिन्यू चाहिँ काम गरिरहेको छ, ढुङ्गा माटोको काम भइरहेछ है साथीहरू। ठुल्ठुलै मसिनको आइ नै हाल्छ जसरी पनि। गाह्रो छ, जिन्दगीमा गरी खान गाह्रो छ। यस्तै छ साथी हो, ढुङ्गामुढाको काम हो। हामी कन्टिन्यू चाहिँ लागिरहेका छौँ यति बेला। आफू त माटो हान्दै गरेँ मैले अलिक। रुकुमको ताल मुखले गाउँदा त के हुन्न, म्युजिकमा चाहिँ हुनु भएन। मुखले पनि कपिराइट लाग्छ अर्काको गीत गाउँदाखेरि। एउटामा कपिराइट लागेर बल्ल वार्निङमा मात्रै आएको छ अहिले। कपिराइट लागेपछि डिमोनिटाइज हुन्छ क्या, धेरैपल्ट एउटा कम्प्लेन जस्तै हो क्या त्यो। मेरो वार्निङ आइरहेको छ एउटा नयाँ च्यानलमा, 800 सब्सक्राइब पुग्न लागेको छ त्यसमा पनि। यो चाहिँ हम्बलले जान्छ होला है मजाले। यसो डिस्प्लेमा छुइदिउँ न पक्का। युट्युबमा डाइरेक्ट, फेसबुकमा पनि आउँछ। लाइभ छैन, रेकर्डिङ एडिट गर्नुपर्छ। भरे एडिट गरेर हाल्ने हो, एडिट नगरी हुँदैन। महिला बुढो होला नि, 1000 भारू 16 नेपालमा 2000 भने भयो। मेरो युट्युब च्यानल छ कन्छ, त्यतातिर हेर्नु। म फेसबुकतिर यसो सेयर गरिरहेको हुन्छु। मेरो फेसबुकमा जोडेको छौ कि छैन? मेरो फेसबुकमा जोडेको छौ? अब आइडी 3 दिन होला, तर जोडेको त छु मलाई। त्यो म युट्युब लिङ्कहरू सेयर गरिरहन्छु, युट्युब भिडियोहरू। यसो सब्सक्राइब भन्ने बटन आउँछ, त्यता गरिदिने। मेरो एउटामा 800
17वटामा 800 पुग्नु लागेको छ। नयाँ अस्ति भर्खर 2-3 महिना बस सुरु भयो। उता बोलेको सुन्दैन, यो माइक छेउमा बोलेको मात्रै, यतातिर बोलेको चाहिँ सुनिन्छ, किनकि म यता सुन्दा उता बोलेको सुन्दैन। माइक कनेक्ट गर्ने, यो माइक कनेक्ट गरेछ नि त त्यसमा। यति चाहिँ झारिदिनु पर्यो, त्यस पछाडि के हुन्छ हेरौँ। साथीहरू, हाम्रो नेपालमा ढुङ्गा फुटाउनको लागि कुनै औजार हुँदैन, यो हेर्न सक्नुहुनेछ है मेरो भ्युअर्सहरू। पाहाडको ठाउँ हो, पाहाडमा यस्तै हो, सुख दुःख भनेको बाँच्नको निम्ति मान्छेले है के गर्नु अनेकौँ किसिमका कार्यहरू गर्नुपर्ने हुन्छ। त्यस्तै यो ढुङ्गा फुटाउने काम पनि एउटा काम नै हो, हेर्न सक्नुहुनेछ। रोबिन खड्का छ थुप्रो साथीहरू युट्युबमा। युट्युबमा थुप्रो छ। के भयो, सेन्सरले काम गरेन।